हेलो हामी निरन्तर फुटबल अन्डर 15 को फुटबल प्र्याक्टिस जारीमा छौं। मसिनो भाइहरुलाई चाहिँ 15 वर्ष मुनिको भाइहरुलाई चाहिँ हामी फुटबल प्र्याक्टिस कन्टिन्यू गरिरहेका छौं। खुट्टाको प्र्याक्टिस भइरहेछ अहिले चाहिँ। हाम्रो अझै 3 जना खेलाडी चाहिँ आज आएन प्र्याक्टिसमा। हाम्रो कोच प्रहलाद राई, कोच प्रहलाद राई, हाम्रो भित्रको सचिन कार्की टिम क्याप्टेन। दिवस किन रिलाइस पुष्पपान 10 चोटी हाना लाइन बसेर हान्थे उतै लाइनमा गएर पुष्पपान त्यहाँ बसेर ज्याकेट खोल 10 चोटी पुष्पपान। हाना 10 चोटी हान पुष्पपान पुष्प पछि 10 लाउरी लाग्छस्। चाक सिधा पार मन्टो सिधा 10 कक्षा केट हो। भाग्दैन केटो कडा छ। बस बस लाइन बस थोरै फिजी दिवस यता ल। केटा चलाक छ त्यो आइस। बाहिर तान्ने यिनीहरू चाहिँ भविष्यको हाम्रो ऐसेलगढका जोरदारा खोटाङ सेवा समाजको खम्बाहरू हो, कर्णधारहरू। यिनीहरूबाट हामीले धेरै आशाहरू राखेका छौँ। यिनीहरू भविष्यको ब्रिटिस आर्मी, सिङ्गापुर आर्मी, इन्डियन आर्मीहरू हो, नेपाल आर्मी, यो देशमै सेवा पनि गर्न सक्छन्। रनिङमा त खेल्दिन। स्लो भयो रनिङ है। आइसे अलिक हल्का जानु न।
त्यहाँ यिनीहरू 1.5 घन्टा भइसक्यो नि ट्रेनिङ गराएको ठिक छ आइस ज्यान घट्दैछ रनिङ बेल चाहिँ ट्रेनिङ सकेर अब इन्जोय गरिरहेछ अभिषेक गइहाल पछि नकुलेको कङमा पाए जस्तो भयो